नमस्ते तपाईहरुलाई म खड्ग जडीबुटीको पसलबाट तपाईहरुलाई केही मेरो आफ्नो गवाई अथवा यथार्थ भएको कुराहरु म तपाईहरुलाई भनिरहेको छु। जीवनमा मान्छेहरु सबैलाई दुःख फ्याट्टै मन पर्दैन, एकदमै मन पर्दैन, अनि सुख खोजिरहेको हुन्छ। सुख कहाँ हराइरहेको हुन्छ। जीवनको यात्राहरुमा जति कष्ट आए पनि, जति पीडा भए तापनि उसले दैनिकको दिनचर्या जीवन घाँस दाउरा कुट्टो कोदालो देखि लिएर जब जागिरदेखि लिएर हरेक किसिमका व्यवसायदेखि लिएर गर्न पर्छ जिउनको लागि। त्यही भएर म एउटा सामान्य घरानको हो र पनि दुःखबाट नातिनु भनेर त हामी धेरैले सल्लाह सुझाव दिन्छौँ। त्यही दुःख आफूलाई आउँदाखेरि कति गाह्रो, कति पीडा, कति असहज हुँदो रहेछ भन्ने कुराहरू हामी आफैले बुझेका छौँ। म तपाईलाई यही भन्न चाहन्छु, म असफल हुन चाहेको होइन, सफल हुनै चाहेको हो। जतिखेर पीडित बन्न खोजेको पनि होइन, सफल बनेर अरूलाई सहायता गर्ने व्यक्ति बन्न खोजिरहेको छु। यही भन्दै म अहिले यो भिडियोलाई यहीँ राख्दै खड्ग जडीबुटी पसलबाट तपाईहरुलाई धन्यवाद बाई बाई भन्दै मेरो युट्युब, टिकटक लाइभ अनि फेसबुकलाई लाइक, कमेन्ट, सेयर गरिदिनु होला। हस्त बाई बाई।